अहिले बालेन सरकारको करिब 2/3 बहुमत, कत्रो ठुलो बहुमत भनेको छ नि। हाम्रो नेकपा त योभन्दा धेरै ठुलो सामर्थ्य थियो नि। राष्ट्रिय सभामा हाम्रो बहुमत थियो। खालि अहिले प्रतिनिधि सभा मात्रै 2-4 सिट संख्या हाम्रो कम थियो नेकपाको, तर हाम्रो 6वटै प्रदेश सरकारहरू थियो। स्थानीय सरकार 60% भन्दा बढी थियो। हाम्रो त कता थियो। स्थानीय सरकार थियो, प्रदेश सरकार थियो, राष्ट्रिय सभा थियो, सबै सहित हामी त्यो ठाउँमा थियौँ। र हामीले ऐतिहासिक राजनीतिक परिवर्तन पछाडि नेपाली समाजको आवश्यकता र नेपाली जनताको अपेक्षा अनुसार सामाजिक आर्थिक रूपान्तरको प्रक्रियालाई तीव्रता प्रदान गरेर गुणात्मक फर्कमा पुर्याउन र समाजवाद उन्मुख समृद्धि गरेर समाजवादको आधार तयार पार्ने काम गर्नुपर्थ्यो। त्यही हामी चुक्यौँ नि त। यो त यथार्थ हो। हामीले केही पनि गरेनौँ कुरो त्यस्तो होइन। हिजो 46 साल पछाडि अघि कमरेड शङ्कर पोखरेलले भन्नुभयो जस्तो मात्रै कुरा गर्ने र 62-63 पछिको परिवर्तनको कुराकानी गर्ने हो भने थुप्रै सकारात्मक उपलब्धिहरू भएका छन्, त्यो नभएको होइन। तर एउटा कम्युनिस्ट शक्ति, एउटा वामपन्थी शक्तिहरू जो नेपालको समाजमा करिब 2/3 बाहुल्यतामा छ र जनताले पनि करिब 2/3 को सरकार बनाउन संविधान निर्माण पछाडि हामीलाई जनादेश दिएका थिए। शान्ति प्रक्रिया पछाडि होस् वा संविधान निर्माण पछि होस्, हामीले जुन अवसर दिए त्यो अवसरको सदुपयोग हामीले गर्न सकिसकेनौँ। भन्दाखेरि त्यो अवसरको सदुपयोग गर्ने काम हामीले ठिक ढङ्गले गर्न सकेनौँ। यो कटु यथार्थ। हामीले सामाजिक आर्थिक रूपान्तरणको कामलाई तीव्रतापूर्वक अगाडि बढाउनु पर्थ्यो र त्यसलाई समाजवाद उन्मुख दिशा दिन सक्नु पर्थ्यो। समस्या के भयो भने तितो सत्य, हामी त सबै फेरि छलफल गरेर बहस गरेर अगाडि त जानै छ, तर तितो सत्य के हो भने हामीले त्यो काम किन गर्न सकेनौँ भने हाम्रो वैचारिक सांस्कृतिक स्खलनको प्रक्रिया अगाडि बढ्यो। शान्ति प्रक्रिया आउन साथ र सरकारमा यो हामी चाहिँ जुन प्रकारले अगाडि बढ्यौँ, एउटा क्रान्तिकारी वामपन्थी शक्तिहरूले यो कार्यदिशा अन्तर्गत पनि आफ्नो पार्टीलाई क्रान्तिकारी चरित्रयुक्त वामपन्थी पार्टी कसरी बनाइरहने, सरकारले चाहिँ कसरी अहिलेको शक्ति सन्तुलनमा वामपन्थी पार्टीको सरकारले कसरी समाजवाद उन्मुख समृद्धिको दिशातिर समाजलाई अगाडि बढाउने भन्ने बारेमा एजेन्डा बनाएर गम्भीर छलफल गरेर त्यो अनुसार काम गर्ने कामै हामीले गरेनौँ। यो कटु यथार्थ। जब हामीले संविधान जारी गरिसकेपछि चुनावमा पछि सरकार बनाउने स्थिति आयो, सरकार बनाउन अलिक ढिलो हुने भयो 1.5 महिना। मैले कमरेडहरूलाई प्रस्ताव राखेँ, यो कति अलिकति समय पनि छ, हामीले चाहिँ यो कम्युनिस्ट पार्टीको सरकार बन्ने भएपछि संविधान जारी गरेपछि पहिलो सरकार बन्दैछ, हाम्रो कार्यभार चाहिँ समाजवाद उन्मुख समृद्धिको कार्यभार छ भनेपछि वामपन्थी सरकारले के गर्ने त? 3-4 कुरा हेरेर, हाम्रो रणनीतिक लक्ष्य समाजवादलाई हेरेर, अहिलेको हाम्रो मूल कार्यनीति समाजवाद उन्मुख समृद्धि, नेपालमा समाजवाद उन्मुख समृद्धि भनेको के हो, त्यसको विकासको ढाँचा तयार गरौँ। वैकल्पिक कार्यक्रमहरू विभिन्न क्षेत्रमा के हो, शिक्षामा के गर्न सकिन्छ, स्वास्थ्यमा के गर्न सकिन्छ, श्रममा के गर्न सकिन्छ, परराष्ट्रमा के गर्न सकिन्छ, के गर्नुपर्छ, वैकल्पिक कार्यक्रम तयार गरौँ। र हाम्रो वामपन्थी शक्तिहरूको सरकारको आचरण र संस्कृतिमा के भिन्न हुन्छ अरूभन्दा, 2टा कुरामा काम गरौँ। एउटा, वामपन्थी शक्तिहरूले देश र जनताको पक्षमा समाजवाद उन्मुख भएर काम गर्ने भने के हो, कार्यक्रमगत हिसाबले, नीतिका हिसाबले। अर्को, हाम्रो आचरण र संस्कृति अरूभन्दा भिन्न के हो, हामी बसौँ 10-15 दिन सबै भेटघाट नगरेर केही हुँदैन। वामपन्थी बुद्धिजीवी, मार्क्सिस्ट बुद्धिजीवीलाई राखेर बसौँ, लिडरहरू राखेर बसौँ, विद्याहरू राखेर बसौँ, 10-15 दिन बसौँ र यो बारेमा चाहिँ मान्यता तय गरौँ भनेर भन्यो, कसैको ध्यान गएन। त्यसपछि सरकार हामीले कसरी चलायौँ? यथार्थ के हो भने प्रधानमन्त्री वा मन्त्रीहरूले मूलभूत रूपमा है जसले जे सही ठान्छन् त्यही गर्ने काम। त्यसकारण वामपन्थी पार्टीलाई वामपन्थी चरित्र वा क्रान्तिकारी चरित्रको बनाइराख्नको लागि मेहनत नगर्ने, सरकार चाहिँ वामपन्थी सरकार जस्तो सञ्चालन गर्न गम्भीरतापूर्वक अगाडि नबढ्ने भने चाहिँ हुन्छ के भने त्यसको परिणाम हो हामीले सामाजिक आर्थिक रूपान्तरको काम ऐतिहासिक परिवर्तनको निर्देशअनुसार, नेपाली समाजको आवश्यकता अनुसार र नेपाली जनताको अपेक्षा अनुसार गर्न सकेनौँ। त्यसको परिणाम के भयो भने जनतामा एक प्रकारको निराशा, असन्तुष्टि र आक्रोश पैदा भयो। त्यो वस्तुगत आधारको पृष्ठभूमिमा टेकेर साम्राज्यवादी शक्ति, बाह्य शक्ति, भूराजनीतिक खेल भयो र सामाजिक सञ्जालको एल्गोरिथमिक म्यानिपुलेसनको सहित देशमा यो परिस्थिति तयार भयो। अब यो सन्दर्भमा त्यसैले हामीले चाहिँ अब के गर्ने भन्ने सन्दर्भमा चाहिँ हाम्रो आजको तात्कालिक सङ्कटलाई पनि ध्यान दिनु पर्यो अगाडि। यो परिस्थितिमा अहिलेको रासपाको सरकार जसरी गइराखेको छ यसले हेर्दाखेरि 3-4 काम हामीले प्रष्ट देख्ने गरी नकारात्मक दिशातिर लगिराखेको छ। एउटा, राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान
र हितको प्रश्नमा गम्भीर कुठाराघात हुने प्रक्रियामा गइराखेका छ। हामीले प्रश्न देखिराखेका छौँ कि नेपालले धेरै ठाउँमा भारतको जमिन मिचेको छ भनेर संसदबाट बोल्ने र रासोपा पार्टी र का नेता र सांसदहरू चाहिँ थप्पडी मार्ने समर्थन गरेर र अहिले चाहिँ कहाँ नेपालले भारतको भूमि मिच्या छ होला भनेर त्यो पुष्टि गर्न खोज्दै हिँड्ने। यो नेपालमा कहिले कल्पना गरिरहेको थियो हामीले? नेपालको राजनीतिमा, नेपालको राष्ट्रिय स्वाधीनताको इतिहासमा यो ढङ्गले समाजलाई खण्डित र विभाजित गर्ने काम कहिले भएको थिएन। यस्तो खतरनाक स्थिति सिर्जना भइराखेको छ। संविधान र लोकतन्त्रको प्रश्नमा कुराकानी गर्नुहुन्छ भने यो संविधानले कमसेकम लागू भए पनि नभए पनि संविधानले राज्यलाई समाजवाद उन्मुख भनेको छ र अर्थतन्त्रलाई समाजवाद उन्मुख भनेको छ। सरकारले एउटा डकुमेन्टमा संविधानप्रति, समाजवाद उन्मुख राज्यप्रति, समाजवाद उन्मुख अर्थतन्त्रप्रति प्रतिबद्धता देखाए छैन। त्यसको उल्टो चाहिँ कार्यक्रम लिएर गइरहेको छ। त्यसपछि संविधान संशोधनको कुरा गरिराखेको छ। संविधान संशोधनको कुराकानी गर्दाखेरि एकदम गैरजिम्मेवार ढङ्गले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन खोजिँदैछ हैन। हामीले संविधानको मूल अन्तर्वस्तुलाई चिरहरण हुन नदिकन, त्यसलाई अपहरण हुन नदिकन संविधानको र लोकतन्त्रको रक्षालाई मुख्य बनाएर त्यसपछि आवश्यकता अनुसार संविधान संशोधनको प्रक्रियामा जान हामी तयार छौँ। तर संविधान संशोधनको नाममा संविधानको हत्या र लोकतन्त्रको हत्या गर्न दिनुहुने भएको छैन। त्यसको विरुद्ध हामी उठ्नुपर्ने छ। त्यसै गरी अहिले तपाईँको बाघ प्रकाशन स्वतन्त्रता सङ्गठन सुन्दा हेर्नुहोस्, विद्यार्थी सङ्गठनमा प्रतिबन्धको कुरा, ट्रेड युनियनमा प्रतिबन्धको कुरा छ। अब प्राज्ञिक र शैक्षिक संस्थाहरूमा राजनीतिकरण हुनुहुन्न भन्ने कुरा सत्य हो, हामी पनि लड्यौँ। दलीयकरण हुनुहुन्न भन्ने कुरा सत्य हो, हामी पनि लड्यौँ। आफ्नै पार्टीले गर्दाखेरि पनि, हाम्रै संयुक्त सरकारहरूले गर्दाखेरि पनि लड्नुपर्छ। तर प्राज्ञिक र शैक्षिक संस्थाहरूलाई राजनीतिबाट मुक्त राख्नुपर्छ भन्नु र विद्यार्थी सङ्गठन प्रतिबन्ध लाउनुपर्छ भन्ने एउटै कुरा होइन। ट्रेड युनियन बन्द गर्नुपर्छ भन्ने एउटै कुरा होइन। अहिले दलीयकरणबाट मुक्त भन्ने आफ्नो पक्षमा फैसला गर्ने न्यायाधीशलाई 20,000 को अध्यक्ष बनाइदिने। दलीयकरणबाट मुक्त, दलीयकरणबाट मुक्त भन्ने कानून प्रधान न्यायाधीशले निर्देशन दिएको कुरो नमाग्ने एउटा कर्मचारीलाई संवैधानिक अङ्गको एउटाको प्रमुख बनाइदिने। कति दलीयकरणबाट मुक्त, कतातिर लगिरहेछ। सानो आलोचना गर्यो भने त्यसलाई मुद्दा चलाउने र गिरफ्तार गर्ने प्रक्रिया अगाडि बढाइदिन्छ। र चाहिँ गरिब र सङ्घी वर्गको कुराकानी गर्ने भने तपाईँ सुकुम्बासीको देख्न सक्नुहुन्छ, चाहिँ रातारात उठाउने, डोजर लाएर उठाउने, सेनाको सहयोग समेत लिएर उठाउने, होल्डिङ सेन्टरमा लगेर राख्ने, त्यहाँ खान र चाहिँ पानी पनि नदिने, हुँदा अहिले तिमीहरू जहाँ जहाँबाट आयो त्यही त्यही जाऊ भन्ने, यस्तो प्रकारको अमानवीय कामहरू गरिरहेका छ। त्यसकारणले राष्ट्रिय स्वाधीनताको प्रश्नमा, संविधान र लोकतन्त्रको रक्षाको प्रश्नमा र गरिब, श्रमजीवी, उत्पीडित वर्ग र समुदायको पक्षमा जुन प्रकारको कुठाराघात भइरहेको छ